यो सिजनमा मुस्ताङ जाने प्लान त धेरै जनाले गरिराख्नु भएको छ होला। कोही त पुगेर पनि आइसक्नु भयो होला, कोहीको प्लान क्यान्सल भएर अड्केर बसिरहनु भएको छ होला। अनि हाम्रो चाहिँ एकै दिनमा बनेको प्लान आज पूरा हुन जाँदैछ। पोखरादेखि मुस्ताङसम्मको यात्रामा हामीले के गर्यौं के खायौं भनेर भिडियोमा सबै कुरा देखाउने छु। यो भिडियोलाई अन्तिमसम्म हेर्न चाहिँ नछुटाउनु होला। बिहान 7 बजे हाम्रो गाडी मुस्ताङ जानको लागि रेडी भइसकेको थियो। अनि गाडी सँगसँगै हामी पनि रेडी नै थियौं। अनि पोखराको चिसो वेदरमा बसेर सबैले एक कप चिया खाएर हाम्रो गाडी रेडी हुन्छ मुस्ताङ जानको लागि। अनि मुस्ताङ चाहिँ विवश भाइको पहिलो चोटी नै भएर होला भाइ जानको लागि एकदमै एक्साइटेड थियो। भाइ मात्र हैन, भाइ सँगसँगै दाइहरु पनि एक्साइटेड नै हुनुहुन्थ्यो। त्यसपछि बाटोमा जाँदै गर्ने क्रममा यस्तो बवाल भ्यू देखिसकेपछि गाडीमै नबजे पनि मेरो मन भित्र एउटा गीत बज्न थाल्यो। तिमीलाई देखेर हिमाल हाँसेको। अनि यो गीतको फिल गर्दा गर्दै खाजा खाने ठाउँ आको पत्तै भएन। अनि त्यहाँ पुगेर बिहानको नर्मल ब्रेकफास्ट गरेर लाग्यौं हामी डाँडाकाँडाको हरियाली हेर्दै हाम्रो गन्तव्यतर्फ। हरियाली पनि यति हेरिए छ कि हामी बागलुङ पुगेको त पत्तै भएन। अब बागलुङ पुगिसकेपछि बागलुङ कालिका मन्दिर नजाने त कुरै हुँदैन। अनि त्यहाँ पुगेर मन्दिरलाई दर्शन गरेर गाडी स्टार्ट गरेर फेरि लाग्यौं हामी आफ्नो गन्तव्यतर्फ लाग्न त लागियो, तर धुवा धुलो अफरोडलाई पार गर्दै लागियो। अनि यी सबै कठिनाइ पछि आयो हाम्रो अर्को स्टप। यो ठाउँलाई चाहिँ दाना भनिदो रहेछ। यहाँ चाहिँ गुरुजीले खाना रोक्नु भएको रहेछ। लगभग हामीले खाना खाँदा फेरि दिउँसोको 1 बजेको थियो होला। अनि त्यहाँबाट मस्त पेट पूजा गरेर लाग्यौं हामी मोटेल दि दानालाई बाइ बाइ गर्दै रूपसे झरनातर्फ। यो झरना चाहिँ मुस्ताङ जाने बाटोको बीचमा पर्छ। अनि फोटो खिच्ने भिडियो बनाउने हेर्ने मान्छेको लर्को पनि त्यत्तिकै हुने गर्छ। अनि केही बेर रूपसे झरनामा टाइम स्पेन्ड गरेर लाग्यौं हामी फेरि आफ्नो गन्तव्यतर्फ। अनि बाटोमा यतिको भ्यू देखेपछि बल्ल मुस्ताङ आए जै फिल भयो। अनि एउटा कुरा गाई, जेरी गल्ली पहिला एकदमै सुन्दर थियो, तर यो पाली जाँदा फेरि एकदमै उजाड लाग्दो देखे मैले। त्यसपछि त्यहाँ फोटो भिडियो केही पनि नखिचिकन हामी लाग्यौं मार्फा आउँदै जोमसमतिर। अनि जोमसम पुग्दा लगभग रातै परिसकेको थियो। त्यसपछि आज हामी चाहिँ यो होटलमा स्टे गर्ने वालामा थियौं। अब जोमसमको यस्तो चिसोमा यतिको न्यानो रुम भएपछि त रात कटिहाल्यो नि। यदि हजुरहरू पनि यो सिजनमा मुस्ताङ जाँदै हुनुहुन्छ भने जोमसोम मुक्तिनाथमा होटल पाउन एकदमै गाह्रो हुँदो रहेछ। हजुरहरू सरल र सहज तरिकाले यात्रा गर्न चाहनुहुन्छ भने एकचोटि सम्झिनै पर्ने नाम यात्रा मुक्तिनाथ।